यो त रिजेक्ट भयो त यार होइन यो चाहिँ रिजेक्ट भयो त होइन यो कस्तो हो नि बडे मानका सेक्युरिटीहरूले म स्याकुने प्रजातिको सरलाई भालेलाई झ्याप्प पक्रेर लत्ता कपडाहरू केहरू ल्याउँछु त्यो खोलेर ट्याक्क देखाउने त्यसपछि एकछिनपछि फेरि मलाई एकदमै घोटिएर काम गर्नुहोस् पेलिएर काम गर्नुहोस् यति काम गर्नुहोस् कि फर्केर आउँदाखेरि चाहिँ ओहो म नभए पनि यो अफिस त मजाले चल्दो रहेछ धुरन्धर तरिकाले होइन भइराख्दो रहेछ मजाले उहाँहरूले नै उ गर्नु हुँदो रहेछ सम्हाल्नु हुँदो रहेछ सबै कुरा म्यानेज गर्नु हुँदो रहेछ पदम सरको एउटा गाडी हुन्छ तपाईँ कुन गाडीमा चढ्ने भन्ने कुरो हुन्छ तपाईँलाई त्यो चुज गर्ने अप्सन हुन्छ पदम सरको गाडीमा चढ्ने कि विश्व सरको गाडीमा चढ्ने एभ्रीवान नयाँ भ्लग फर्स्ट टाइम भ्लग कहाँ हेर्नुपर्छ पनि थाहा नपाएर मैले चाहिँ यहाँ हाम्रो मनिषाजीलाई सोध्दैछु तर अब यो ब्याक गर्नु पनि मिल्दैन कि क्या हो है हामी सम्पूर्ण टिम उहाँ भेरी भेरी इम्पोर्टेन्ट हाम्रो अफिसको भेरी स्पेसल पर्सन मनिषाजी हाम्रो नयाँ होइन हाम्रो न्यू भन्न आउँछ मेरो अर्को होस्ट एकदमै राम्री एकदमै गर्जियस हामी तिनजना प्लस अगाडि हुनुहुन्छ हाम्रो प्यारो मान्छे उहाँ अहिले झन् प्यारो हुनुहुन्छ किनकि उहाँले यसो दायाँ बायाँ गरिदिनु भयो भने जे पनि हुनसक्छ होइन उहाँ हुनुहुन्छ अनि हामी जाँदैछौँ एयरपोर्ट हामी विश्व दाईलाई छोड्नलाई यो त के हो यो त पुरै राते माटी जस्तो आयो त यो त बिग मार्टको कलर के हो यो यो चाहिँ भ्लग हो फर्स्ट टाइम मैले सिकेर भ्लग गर्दैछु मनिषाजीसँग सोधेर सबसँग सोधेर होइन पहिलो भ्लग हो यो पहिलो भ्लग मलाई क्यामेरा नि समात्न आएको छैन साँच्चै भन्नुपर्दा चाहिँ यो भ्लग गरे बाबत 10 रुपैयाँ ए यो त अगाडिबाट गराएछ है दिउँ कि छ है अब विश्व दाई अगाडि हुनुहुन्छ मलाई देखाउनु पनि मिल्दैन होइन मसँग केही खर्चहरू छ है जानुभन्दा अगाडि उहाँले केही टिप्स दिएर जान चाहनुहुन्छ मलाई मिनी भ्लग टाइप गर्नु न विल यु मिस अस यार यो त रिजेक्ट भयो त यार होइन यो चाहिँ रिजेक्ट भयो त होइन यो कस्तो हो नि एकदम अनेस्टी देखाएको त्यसपछि के हुन्छ थाहा छैन शिट यो मिलेन यो मिलेन यो भएन ल अहिले यो ल हो यस तरिका मेरै टाउको चाहिँ आएन दा यो मेरो भ्लग हो तपाईँ आउनु पर्यो नि त यतापट्टि ए आम्मा हजुर भएपछि हाम्रो सम्झिनुहुन्न हजुरले हजुर सम्झिसिन् न होइन त्यही त त्यो सम्झिने नसम्झिने भन्ने कुरो चाहिँ त्यहीँ गएर थाहा हुन्छ त्यहाँको माहौल छुट्छन् नि त अनि हामी स्टाफहरूको याद आउँछ भन्न खोजेको त्यस्तो पनि होइन तर होइन अफकोर्स अब डेली नै कुराकानी हुन्छ हाम्रो अलमोस्ट किनभने के भइरहेछ को गेस्ट आउँदै हुनुहुन्छ कन्टेन्ट के कसो भइरहेछ भन्ने कुरो त हाम्रो अलमोस्ट डेली नै कन्भर्सेसन भइहाल्छ सो त्यसमा धेरै मिस गर्ने भन्ने कुरो डेफिनेटली नहोला किनभने डेली बोलचाल भइसकेपछि त के होला र होइन र होइन अफिस अब एकदमै होइन एकदमै म त के भन्न चाहन्छु भने तपाईँहरू एकदमै घोटिएर काम गर्नुहोस् पेलिएर काम गर्नुहोस् यति काम गर्नुहोस् कि फर्केर आउँदाखेरि चाहिँ ओहो म नभए पनि यो अफिस त मजाले चल्दो रहेछ धुरन्धर तरिकाले होइन भइराख्दो रहेछ मजाले उहाँहरूले नै उ गर्नु हुँदो रहेछ सम्हाल्नु हुँदो रहेछ सबै कुरा म्यानेज गर्नु हुँदो रहेछ भनेर म तुरुन्तै फेरि आएर अर्को देश चलिहाल्छु अब त्यो भएन भने चाहिँ अब फेरि अलिकति 1-2 महिना फेरि बसेर फेरि अलिकति गाइडेन्सहरू दिएर त्यसपछि अनि फेरि सोचौँ ल तर अब फोटो खिचिन्छ कि खिचिन्न त त्यहाँ त्यो धेरै ठुलो सपना छ तर लेट्स सी हेरौँ अब साकार हुन्छ कि हुँदैन अलिकति गाह्रै छ किनभने हामी जुन ठाउँको टिकट काट्छौँ त्यो अलिक पछाडितिर हुन्छ अनि त्यो पिच इन्भेडर के भन्छ क्या त्यो चाहिँ कुदेर गएर सेल्फी हान्नलाई कुदेर जानुपर्छ क्या राउन्ड के अरे त्यो उसमा राउन्ड मार्नुपर्छ ग्राउन्डमा त्यहाँ थुप्रै के भन्छ सेक्युरिटीहरू हुन्छ बडे मानका सेक्युरिटीहरूले म स्याकुने प्रजातिको सरलाई भालेलाई झ्याप्प पक्रेर
अब त्यो टाङ मुनि छिर्ने क्वालिटी हुनु पर्यो होइन कि चाहिँ टाङ पनि सट्टै छिरेर फेरि गएर गर्नु पऱ्यो मेसीलाई भेट्नु पऱ्यो युएसबाट आउँदाखेरि चाहिँ हामीलाई होइन म तपाईँहरूलाई केही न केही चाहिँ ल्याइदिन्छु हरेक व्यक्तिलाई केही न केही चाहिँ म ल्याएर आउँछु हामी सबैजना अफिसको मान्छेहरू अब कहीँ घुम्न जानुपर्छ भने जस्तो देखियो देखियो होइन हाम्रो त ड्राइभ पिकनिकको प्लान पनि छ ठ्याक्कै आउने बित्तिकै हामी कति यसमा एकजना अडिहाल्छ धीरज सर होइन अनि उतापट्टि नेपाल ट्युबलाई पनि समेट्नलाई पदम सरको एउटा गाडी हुन्छ तपाईँ कुन गाडीमा चढ्ने भन्ने कुरो हुन्छ तपाईँलाई त्यो चुज गर्ने अप्सन हुन्छ पदम सरको गाडीमा चढ्ने कि विश्व सरको गाडीमा चढ्ने ओके छ त हजुरलाई धेरै धेरै शुभकामना गेम हेर्नलाई शुभ यात्रा राम्रोसँग पुग्नुहोस् राम्रोसँग आउनुहोस् सुन्नुहोस् न रुन आँट्नु पर्दैछ सुन्नु न हजुरको यो फर्स्ट ब्लग होइन त अब सेकेन्ड ब्लग चाहिँ के गर्ने थाहा छ 1 महिनापछि आउँदाखेरि गिफ्ट अनबक्सिङ गर्ने त्यति भयो त्यतिको त्यो भ्लग बनाउने भनेपछि गिफ्ट राम्रो आउँछ यस्तो गर्नु पर्यो यो मेरो फर्स्ट भ्लग हो उहाँले मलाई सजेस्ट गर्नुभयो सेकेन्ड भ्लग चाहिँ गिफ्ट विश्व दाइले ल्याइदिएको गिफ्ट अनबक्सिङ अनबक्सिङ गर्ने भनेपछि अब गजबको गिफ्ट आउँछ चक्लेट मात्रै त हुनु भएन फेरि भिडियो त्यहाँनिर होइन त्यहाँ त अब केही न केही त हुनै पर्यो राम्रो चिज हुनु पर्यो त्यसले गर्दाखेरि गिफ्ट राम्रो आउने चान्सेस है लत्ता कपडाहरू केहरू ल्याउँछु वाउ त्यो खोलेर ट्याक्क देखाउने त्यसपछि एकछिनपछि फेरि मलाई त्यस्तो नि गर्न सकिन्छ होइन ब्लगरहरूले त्यस्तो हामीले त मिस गर्छौँ न भन्छु केही न केही त नेपालको मिस गर्छिन्छ होला नि त नेपालको छोरालाई त डेफिनेटली मिस भइहाल्छ उसँग पनि मेरो कुराकानी भइहाल्छ 2 दिनमा एकचोटि हुन्छ छोरासँग अनि आमासँग पनि भइहाल्छ सो त्यस्तो धेरै मिसै गर्ने भन्ने त्यति धेरै चाहिँ हुँदैन तर अफकोर्स मिस त भइहाल्छ हजुरहरू पनि हुनुहुन्छ तपाईँहरू मनिषाजी विनोदजी अनि तपस्याजी सबैजना मिस हुन्छ स्पेसली मेरो फुटसल चाहिँ अलिकति मलाई मिस हुन्छ किनभने म अलमोस्ट हप्तामा 2 दिन 3 दिन खेलिरहेको मान्छे त्यो चाहिँ एकदमै मिस हुन्छ ल तपस्याजीको भ्लगलाई पनि सबैजनाले माया गरिदिनु होला साथ दिनु होला खै त मान्छे नै हराउनु ल तपस्याजी अहिले एकदमै टिकटकमा अनि चल्ता पुर्जा हुनुहुन्छ है उहाँको राम्रो भइरहेछ राम्रो होस् शुभकामना एकदमै राम्रो गर्नुपर्छ है ल है त ल 76 ल मालिक नै हेर ल